जापान जाने नेपालीहरूका लागि आयो अहिलेसम्मकै ठूलो खुसीको खबर। जापानले आफ्नो पुरानो कामदार भिसा प्रणालीलाई खारेज गरेर एउटा बिल्कुलै नयाँ र फाइलाजनक प्रणाली ल्याउँदैछ। यसको नाम हो इकुसेई सुरो, अर्थात् तालिम र रोजगार। यसका 3 ठूला फाइदाहरू छन् जसले तपाईको जापानको सपनालाई साकार पार्न सक्छ। पहिलो र सबैभन्दा ठूलो फाइदा, अब तपाईले एउटै क्षेत्रभित्र कम्पनी परिवर्तन गर्न पाउनुहुनेछ, जसले गर्दा शोषणको डर कम हुनेछ र स्वतन्त्रता बढ्नेछ। दोस्रो, यो प्रणालीले तपाईलाई 3 वर्षको तालिमपछि विशेष सिपयुक्त कामदार अर्थात् एसएसडब्ल्यू बन्ने बाटो खोल्छ, जसबाट जापानमा लामो समयसम्म काम गर्न र बस्न सकिनेछ। तेस्रो, नयाँ प्रणालीले कामदारको अधिकारलाई पहिलेभन्दा धेरै सुरक्षित बनाउनेछ। जापानमा कामदारको अभाव भएकाले यो नेपालीहरूका लागि एक सुरक्षित र सुनौलो अवसर हो। यो प्रणालीबारे थप जानकारी आउँदैछ, त्यसैले सचेत रहनुहोस् र यो महत्त्वपूर्ण जानकारी अरूलाई पनि शेयर गर्नुहोला।